कुनै पनि प्रोफेसनल कुराकानीमा हरेक शब्दको आफ्नै तौल हुन्छ होइन त? आज हामी यस्तै एउटा क्लिनिकको परिचयलाई मसिनोसँग केलाएर हेर्नेछौँ। यसको बनावट र यसको खास उद्देश्य के हो त्यो बुझ्ने कोसिस गरौँ अनि यो पनि हेरौँ कि कसरी ससाना साधारण शब्दहरूले नै विश्वासको एउटा बलियो जग बसाल्न सक्छ। ल सुरु गरौँ एउटा एकदमै महत्त्वपूर्ण प्रश्नबाट। एउटा क्लिनिकले आफूलाई चिनाउँदा त्यसले हामीलाई खासमा भन्न के खोजिरहेको हुन्छ? यो खाली हामी यो सेवा दिन्छौँ भन्ने लिस्ट मात्रै होइन नि। यो त बिरामीसँग पहिलो भेट हुनुभन्दा अगाडि नै एउटा विश्वासको नाता जोड्ने तरिका हो। ल अब अलि भित्रै छिरेर हेरौँ है त। हाम्रो पहिलो खण्ड एक विश्वसनीय क्लिनिक। यहाँ हामी के हेर्छौँ भने सुरुमै कसरी विश्वास र विशेषज्ञताको आधार तयार पारिन्छ। सबैभन्दा पहिले त नाममै ध्यान दिऊ, आशीर्वाद हेल्थ केयर क्लिनिक। नाम सुन्दै कस्तो सरल र पोजिटिभ छ होइन? यसले तुरन्तै स्वास्थ्य र स्याहारको एउटा राम्रो भावना मनमा ल्याउँछ। भन्नुको मतलब पहिलो प्रभाव नै सकारात्मक पार्ने आधार यहीँबाट तयार हुन्छ। तर अब कुरा अझै रमाइलो हुँदै जान्छ। त्यहाँ के थपिएको छ भने एक विश्वसनीय छाला तथा कपाल क्लिनिक पनि हो। यहाँ एउटा कुरामा ध्यान दिनुहोस् त, राम्रो वा चर्चित जस्ता शब्द नभनिकन विश्वसनीय भन्ने शब्द रोजिएको छ। यो त्यत्तिकै भएको होइन। विश्वसनीय भन्ने शब्दले सिधै बिरामीको मनमा भएको चिन्तालाई छुन्छ र तुरुन्तै एउटा सुरक्षा र भरोसाको महसुस गराउँछ। अब जब विश्वासको जग बस्यो, मनमा एउटा प्रश्न त आइहाल्छ नि, होइन र? त्यो हो, आखिर यो विश्वासिलो क्लिनिकको पछाडि विशेषज्ञ चाहिँ को हुनुहुन्छ त? अनि जवाब पनि त्यही छ। डाक्टर लोकेन्द्र लिम्बू एक अनुभवी छाला विशेषज्ञ। फेरि पनि शब्दको छनौट हेर्नुहोस् है, उहाँलाई छाला विशेषज्ञ मात्र भनिएको छैन, उहाँलाई अनुभवी विशेषज्ञ भनिएको छ। यो एउटा शब्दले के जनाउँछ भने उहाँको ज्ञान र सिप समयको भट्टीमा खारिएको छ। यसले त्यो विश्वासलाई झनै गहिरो बनाइदिन्छ। ल विश्वास त स्थापित भयो। अब अर्को पाटोतिर लागौँ। त्यो हो सेवाको दायरा। मतलब यो क्लिनिकले आखिर कुन कुन समस्याहरूको समाधान गर्छ त? यहाँ छाला तथा कपाल सम्बन्धी समस्याहरू भन्ने एउटा फराकिलो शब्द प्रयोग गरिएको छ। यो एकदमै सोचेर गरिएको छनौट हो, किनभने यसोभन्दा धेरै सम्भावित बिरामीहरूलाई आकर्षित गर्न सकिन्छ। यसले के स्पष्ट पार्छ भने उनीहरूले धेरै थरीका समस्याहरूको उपचार गर्छन्। अनि त्यसपछि कुरा अझै प्रष्ट पारिएको छ, जस्तै डन्डीफोर, एलर्जी, इन्फेक्सन जस्ता सामान्य समस्याहरूको एउटा लिस्ट नै दिएको छ। यसले उनीहरूको विज्ञतालाई एउटा ठोस उदाहरण दिन्छ, होइन त? तर लिस्टको अन्त्यमा र थप पनि लेखिएको छ। यसले के भन्छ भने चिन्ता नलिनुहोस्, हाम्रो ज्ञान यतिमा मात्रै सीमित छैन, योभन्दा धेरै छ भनेर एउटा आश्वासन पनि दिन्छ। भनेपछि हामीले को हुनुहुन्छ मतलब एक विश्वासिलो डाक्टर र के गर्नुहुन्छ मतलब सेवाहरू भन्ने जवाफ त पायौं। अब हाम्रो अन्तिम खण्डले किन भन्ने प्रश्नको जवाफ दिन्छ, अर्थात् बिरामीहरूप्रति उहाँहरूको प्रतिबद्धता के हो, उहाँहरूले दिने मुख्य वाचा के हो। र यो कुरा सिधै एउटा एकदमै शक्तिशाली वाक्यमा भनिएको छ, हामी गुणस्तरीय हेरचाह र बिरामीको सन्तुष्टिप्रति प्रतिबद्ध छौं। ल यसलाई अलिक केलाएर हेरौँ है। प्रतिबद्ध यो खालि एउटा वाचा मात्र होइन, यो त एउटा दृढ सङ्कल्प हो। अनि गुणस्तरीय हेरचाह यसले के भन्छ भने सेवाको स्तर एकदमै माथि छ र सबैभन्दा महत्त्वपूर्ण बिरामीको सन्तुष्टि। यसले पुरै प्रक्रियाको केन्द्रमा बिरामीलाई राख्छ। मतलब यो उपचारको मात्र कुरा होइन, यो बिरामीको अनुभवको पनि कुरा हो। र यसले हामीलाई अन्तिम सोचाइमा ल्याइ पुर्याउँछ। गुणस्तरीय हेरचाहको एउटा वाचाले कसरी मानिसहरूको अपेक्षालाई आकार दिन्छ। यस्तो हेर्दा सामान्य लाग्ने वाक्यले जानकारी दिने भन्दा धेरै ठूलो काम गर्छ। यसले त बिरामी र सेवा दिने बीचको पुरै सम्बन्धको भावनात्मक र नैतिक जग बसाल्छ। यसबाट हामीले के बुझ्छौँ भने प्रोफेसनल कुराकानीमा सही शब्दहरू खालि जानकारी दिने माध्यम मात्र होइनन्, तिनीहरू त विश्वास, आशा र सम्बन्ध बनाउने सबभन्दा बलिया औजार हुन्।